हेलो गाइज सबैजनालाई नमस्ते। म नवीन लिम्बू। अहिले म तपाईँहरूलाई इङ्ग्लिस अक्षर लेख्ने तरिका देखाउन गइरहेको छु र यो स्क्रिनमा देखिरहनु भएको छ तपाईँहरूले कुन अक्षर इङ्ग्लिसको कुन साइडबाट कुन तरिकाले चाहिँ लेख्ने गरिन्छ भन्ने कुरो म तपाईँहरूलाई चाहिँ यो भिडियो मार्फत देखाइरहेको छु। कृपया लास्ट अन्तिमसम्म चाहिँ हेरिदिनु होला भन्ने मैले आशा राखेको छु। मैले यो भिडियो बनाएकोमा तपाईँहरूलाई पनि केही कुराहरू जानकारी होस् भनेर मैले यो भिडियो बनाएको छु। जहिले पनि इङ्ग्लिस अक्षर लेख्दाखेरि 3टा धर्का तानेर लेखेको राम्रो, एकदमै राम्रो हुन्छ। किनकि यो कुनै अक्षरलाई लामो हाइट बनाएर लेखाउनु पर्छ भने कुनै चाहिँ एउटै लेभलमा सानो अक्षरमा चटक्कसँगले मिलाएर चाहिँ लेख्दाखेरि राम्रो देखिन्छ। त्यसैले 3टा अक्षर 3टा लाइन तानेर चाहिँ लेख्यो भने राम्रो हुन्छ, अक्षर राम्रो हुन्छ, साइज मिल्छ, साइजिङ अनुसार मिल्छ। त्यही भएर तपाईँहरूले पनि यो इङ्ग्लिस अक्षर लेख्दाखेरि चाहिँ इङ्ग्लिस अल्फाबेट लेख्दाखेरि विशेष गरेर ध्यान दिनु होला। यो इङ्ग्लिसको धेरै किसिमको फन्टहरू छ। यो चाहिँ मैले एउटा नर्मल टाइपको लेख्न सिकिरहेको छु। मैले यो भिडियो बनाइराख्दाखेरि तपाईँहरूले केही कुराहरू सिक्नुभयो जस्तो छ, मलाई जहाँसम्म लाग्छ सिक्नुभयो होला। राम्रोसँग ध्यान दिएर हेर्नु होला। कस्तो लाग्छ अन्तिममा आफ्नो प्रतिक्रिया पनि दिनु नबिर्सिनु होला भन्ने मैले आशा गरिराखेको छु। जहिले पनि ब्रसलाई समाउँदाखेरि स्मुथ तरिकाले समाउने, हल्का तरिकाले समाउनु पर्छ र अक्षरको डिजाइन कुन साइडमा कतातिर छ भन्ने कुरो त्यसमै भर पर्छ। त्यसैले विशेष गरेर यसमा फोकस गर्नुपर्ने हुन्छ। अहिलेको यो विश्वमा सबैभन्दा सजिलो र बुझ्न सजिलो भएको, लेख्न पनि सजिलो भएको अक्षर नै इङ्ग्लिस अक्षर हो। वर्ड पनि एकदमै सजिलो छ, लेख्नलाई पनि एकदमै सजिलो छ अरू अक्षरहरू भन्दा पनि। हेर्नुहोस् त कति मजाले, धेरै टाइम पनि लाग्दैन। मैले थोरै मात्रै स्पिड बढाएको छु। मैले यो बनाएको भिडियोमा तपाईँहरूलाई केही जानकारी भयो होला भन्ने मैले आशा राखेको छु। थ्याङ्क यू सो मच। तपाईँहरूलाई यहाँसम्म आएर भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। बाँकी मेरो भिडियोहरू मेरो युट्युब च्यानलमा भिजिट गर्नु होला र त्यहाँनिर धेरै निकै छन् भिडियोहरू, कृपया हेरिदिनु होला। धन्यवाद।